त्यही पनि 5 घन्टा क्या 5 घन्टा घुमेर आइयो खुट्टा यत्र भयो सुनेर हिँड्न नसक्दै सर पनि ठोक्नु खुट्टा त हातको जस्तो घसाक घसाक गर्न थाल्छ सर पनि ठोक्नु उचाल्न नसकेन बिच्छी होला कालो भयो कालो भयो सर्प कचुलो टोकेको कालो हुँदैन रहेछ मैले पनि भयो सुनिन्छ मुटु चसान्छ हरियो सर्पले टोके जस्तो लाग्यो हर्यौ हरियोले टोको होला हरियोले टोक्यो भने त आँखा झर्छ नि हो न कोही झरेन आँख लाग्छ सर्पले टोकेको थाहा पनि भएन केले टोको नि सर्पले हो कालो भयो सर्पले त्यो नि सर्पले टोके पनि कालो त सर्पले हो त्यो फिलिङ्स भएन भने केही हुँदैन अरे त अनि हुँदैन जति सक्दो अब लामोलाई टोक भन्ने भने अनि त्यो ब्लड सर्कुलेसन छिटो हुन्छ अनि छिटो मर्ने अनि त्यहाँबाट चाहिँ मान्छे बेहोस हुने रहेछ नि त होइन मैले चाहिँ वास्ती गरेन केले टोको हस्बेन्ड टोका लाग्थि सर्पले टोका मलाई मतलब छैन म घुमेर हिँडेँ जङ्गलै 5 घन्टा जति घुमेर आउँदाखेरि एउटा भुत्ला केही पनि भेटेन होइन फर्केर आइयो घरमा त आइयो अब मलाई सर्पले टोक्यो कि खजुरी टोक्यो मलाई थाहा छैन घरमा आएर हतार पुरै खुट्टा यत्रो भएको सुन्ने सर्पले टोको नि साथीहरू घरमा गयो म सर्पल टोक्दा सुनिन्ने हो कालो हुन्छ यति चाहिँ मलाई पनि कालो भएको कालो हुन्छ सर्पले टोको अरे घरमा खजुरले टोकेको आइपुगेपछि सुनिन्छ मात्र कालो हुन्छ कुन साँपले टोकेको म मरे पनि बाँच्यो भने आइपुग्यो अघि हँसाएर ढोडिहाल्यो होला भने हामी हाँस्दा मरे पनि बाँच्यो भने म आइपुगेँ अब सुन्नु के गर्छु खोर्सानी खोजेर खान्छु भनेर खोर्सानी खोज्ने त्यो एकदम पिरो खालको खोर्सानी हुन्छ नि त्यो पिरो खालको खोर्सानी खोजेर खाएको गुलियो भयो हो सर्पको स्वाद हुँदैन अरे गुलियो भयो 2टा कि 3टा खोर्सानी खाएँ गुलियो भयो सबै यो मलाई त विषालु नै टोकेछ भन्नुभयो अनि मेरो पाला सिकास भनेर मेरो पाला अनि त्यस्तो भत पोलिरहेको छ मेरो पाला प्रार्थना गरेर सुत्यो मरे पनि म घरमा आएको छु भोलि देखिहाल्छ मान्छेले भन्छ मेरोबाट तन्के सुनेको छु भोलिपल्ट 12-1 बजेसम्म परिरहेको थियो बत्ती सर्पले टोकेको थियो अनि त्यत्रो निदाउनु भयो 1 बजेसम्म होइन निदाउनु त अब बिहान 7 बजेसम्म सुतेँ 7 बजेदेखि यसरी बिम्रिएपछि त मरेको रहन्छ भन्ने अनि मरेको रहन्छ भन्ने भयो त्यतिखेर त ऊ खानुहुन्न थियो होइन रक्सीहरू रक्सीहरू प्रार्थना गरे के खान्थ्यो म विश्वासी भइसकेपछि भइसकेको थियो नि अनि प्रार्थना गरे भन्दै हुन्छ प्रार्थना गरेर सोचेँ मरे पनि मर्छ बाँच्यो भने बाँच्छु घरमा आएको छु भने मेरो पालो प्रार्थना गरेर सोधेँ खजुरे टोकेको त भात स्वाद हुँदैन रहेछ खुट्टा सुट्टा नि बाँधेन के हुँदैन त खजुरो खजुरे म टोक्यो नि त अस्ति भर खजुरले खजुरोले पनि टोक्छ र लहेर बिच्छीले पो टोक्छ त ल बिम्रिएपछि त म त जिउँदैछु हजुर अर्को जङ्गल हुन्छ रातो हुन्छ ठुलो खालको ठुलो हुन्छ अनि यत्रो हुन्छ उसले पोलेको त फेरि सर्पको भन्ने डेन्जर तपाईँ टोकेछ वास्ता गरेन भने वास्ता गरेन भने वास्ता गर भने चाहिँ आफ्नै सु लु मलाई टोक भनेर आफ्नो थालेको चाहिँ त्यो मान्छे गयो मान्छेको प्राय जस्तो त्यही त हो त सोच विचार ऊ हो क्या सोच विचार आँटेर त जाने एउटा के भन्छ काठमाडौँ के भयो भने एउटा अङ्कलले त्यो भित्र घिउमा केमा भन्यो घिउमा केमा त्यो मुसाको दबाई राखिदिएको रहेछ क्या ताकि उसले चाहिँ मुसा आएर यसले खान्छ अनि त्यसपछि मुसा आएर खान्छ यो मुसा मर्छ भनेर राखिदिएको रहेछ छोरीले के गर्यो बिहान बढार्दै गर्दाखेरि मुसाले खाएन छ बढाइ गर्दै देखेको होइन यो भित्र चाहिँ के भनेर चाहिँ घिउ राखेको भनेर चाहिँ उसले चाहिँ कपै पाएर खाइदिएछ क्या कपै पाएर खायो उसलाई थाहा भएन आनन्द गयो अफिस गयो अनि अफिस गएर अनि बेलुका आइसके पछाडि त्यहाँबाट चर्चा चल्यो यहाँ मैले भित्र घिउ राखेको थिएँ घिउभित्र मुसाको दबाई राखेको थिएँ होइन कसले खायो भनेर भन्दाखेरि अनि उसले त हतार होइन मैले खाएँ त भनेर त्यहाँबाट त्यसपछि चाहिँ उसलाई चाहिँ ऊ डर हुन थाल्यो क्या अनि त्यहाँबाट चाहिँ उसलाई दिनभरि चाहिँ केही पनि भएन ओहो ला मैले त मुसाको दबाई खाएछु भनेर त्यो डराउनु थाल्यो होइन अब के हुने हो कसाउने भयो नि त अनि त्यहाँबाट ऊ त्यहाँदेखि पेट दुख्नु थालेको अरे हौ अनि त्यसपछि हस्पिटल गएको अरे